हेलो एभ्रिवान, गुड मर्निङ। आयो हजुरहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र गाइस, म चाहिँ जाँदैछु मन्दिर। र मन्दिरमा चाहिँ हाम्रो पूजा गर्ने पालो छ भनेर चाहिँ मैले अस्ति एउटा भिडियो पनि पोस्ट गरेको थिएँ। र अब बिहान बिहान चाहिँ सधैँ मन्दिर जय हुन्छ र भिडियो चाहिँ अब त्यति सधैँ नै गर्न पनि अब ब्लगहरू त्यसरी म दिन पाउँदिनँ। र आज चाहिँ फेरि अलिकति भिडियो गरेको थिएँ, त्यही एडिट गरेर हाल्नु पऱ्यो भनेर। अनि यता भाउजू र म चाहिँ जाँदैछु। गाइस, यता हामी चाहिँ मन्दिर नै पुगिसकेका छौँ। र यो चाहिँ हाम्रो मन्दिर। र यता चाहिँ हामी मन्दिरको दैलोहरू खोलेर र अब मन्दिर साफसिकनमा लाग्छौँ। र अब दुईजना हुँदा चाहिँ सजिलो हुन्छ, दुईजना दुईपट्टि फटाफटी गर्न, एकजना भित्र एकजना बाहिर। र यता म चाहिँ भगवान्जीलाई नुहाइदिँदैछु। र यहाँ हेर्न सक्नुहुन्छ भगवान्को मूर्तिहरू चाहिँ कति सानो सानो क्युट क्युट। अब यस्तो सानो मूर्ति चाहिँ अब धेरै नै क्युट लाग्छ होइन भन्नु त। गाइस, यता मैले चाहिँ सबै भगवान्जीको मूर्ति फोटोहरू सबैलाई नुहाइदिइसकेको छु। र नुहाइदिइसकेर अहिले चाहिँ हामीहरूको आरती गर्ने नै बेला भइसकेको छ। र यता आरतीहरू गरिसकेर हामी चाहिँ एकछिन बस्छौँ, त्यसको बादमा चाहिँ आउँछौँ घर। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस, हाम्रो गाउँको बाटो चाहिँ के भइसकेको छ, पानी कति दिन भइसक्यो परेको होइन। र बाटो चाहिँ एकदमै खराब भइसकेको छ, कहीँ हिँड्न पनि धेरै सोचेर हिँड्नुपर्छ। र हुन्छ त गाइस, यो भिडियो पनि यतिमै एन्ड गरेँ। बाई बाई।